घर जान्छलाई स्त्रीलिङ्ग बनाउनु। उनी घर जान्छन्। अच्छा हजुर नमस्ते। नमस्ते। हजुरहरूको शुभ नाम चाहिँ? प्रतीक्षा पुष्पा राणा। पुष्पा राणा। अनि हजुरको आज चाहिँ कुन सब्जेक्ट एक्जाम थियो? नेपालीको। नेपालीको थियो। अनि कस्तो भयो एक्जाम? राम्रै। राम्रो भयो। राम्रो भयो। कति जिपी आउँछ नि हजुरको? अब जिपिएको थाहा भएन। थाहा भएन है। कितनी औसम है। हामी चाहिँ गुगल ट्रेनिङ इन्स्टिट्युटबाट आएको। अनि तपाईँहरूलाई चाहिँ मैले 3वटा क्वेसन सोध्छु। 3वटा क्वेसन मध्ये तीनवटै मिलाउनु भयो भने हजुरलाई एउटा गिफ्ट ह्याम्पर छ हाम्रो। ल आज चाहिँ नेपालीकै एक्जाम छ भनिसके पछाडि हजुरले नेपालीकै क्वेसन सोध्छ है। व्याकरण कतिको आउँछ? ठिकै आउँछ। ऊ घर जान्छलाई स्त्रीलिङ्ग बनाउनु। उनी घर जान्छन्। उनी घर जान्छन्। मिल्यो कि मिलेन? मिल्यो। ढुक्क मिल्यो। मलाई बिग्रे जस्तो लाग्यो नि फेरि। कन्फ्युजन भयो। ल ठिक छ। यसको चाहिँ ऊ घर जान्छे हुन्छ है। ऊ घर जान्छे है। अनि तपाईँले चाहिँ गुगल ट्रेनिङ इन्स्टिट्युट भनेको सुन्नु भएको छ? सुन्नु भएको छैन। गुगल ट्रेनिङ इन्स्टिट्युट भनेको चाहिँ हाम्रो कम्प्युटर इन्स्टिट्युट हो। यसमा चाहिँ हामीले तपाईँलाई लेभलबाट एडभान्ससम्म चाहिँ कम्प्युटरहरू सिकाउँछौँ। तपाईँहरू आउनुभयो भने तपाईँले चाहिँ 20% डिस्काउन्ट हुन्छ है। कहाँ बस्नुहुन्छ तपाईँहरू? गोलपारा लक्ष्मीनगर। हो। ए हुन्छ। हजुरले चाहिँ 2टा मिलाउनु भयो। अझै एउटा सोध्छु है त। यानिबीको फुल फर्म भन्नु त? नेपाल बोर्ड एक्जामिनेसन। नेसनल एक्जामिनेसन बोर्ड। इन्स्टिट्युटमा पढ्न आउनुभयो भने तपाईँले चाहिँ हाम्रो 20% डिस्काउन्ट गरिदिन्छौँ। तपाईँहरू तपाईँहरूलाई अनि साथीहरूलाई पनि लिएर आउने है। यो कार्ड देखाएर आउनुहुन्छ भने तपाईँहरूलाई चाहिँ 20% डिस्काउन्ट। Google Skill Development Center Butchwal, 8 Milanchok.